यलया तुइलाको वल्खुइदुगु दत्तात्रेय देगया पुनर्निर्माण ज्या जुयाचोंगदु 2072 सालीय पोखाच जीर्ण यागु मल्लकालीन देग दत्तात्रेय देग या पुनर्निर्माण ज्या यल महानगरपालिका यागु ख तयान्य 2079 साले स्थानीय पुरातत्व विभाग व महानगर दथुई देग पुनर्निर्माण सुना यागुतका खम्म जोंगुली पुनर्निर्माण यात ई कागु खसा लिपा यल महानगरपालिका पुनर्निर्माण यागु ख कोजुगु ख ठोला तो निर्माण प्रारम्भ जु ढुङ्गो दु 2 हप्ता निसी जिउ थो दत्तात्रेय मन्दिर थोकै पुनर्निर्माण ज्या न्याउन गएको दु वो हिसाबमा चाहिँ थौं अनुगमन न खत निरीक्षण न खत अहिले ठोबिसेले प्रगति सुझाव न गर्दियो ओके चाहिँ बुझया तो काग ज्याजो न खत थौने चाहिँ पुरातत्व विभाग थो मन्दिर पुनर्निर्माण यो लागि 1 करोड रुपैयाँ झेपा तो विनियोजन याव खत तर विभिन्न प्राविधिक कारणना वो धिबा झिस सदुपयोग या मफ्त ओके काकम देखा योजना देखा पुनर्निर्माण योजना मफ्त तर ठुसी चाहिँ नगरपालिका न 25 लाख रुपैयाँ विनियोजन याव दु ल वो 25 लाख यो दुने योजना देखा ठोठौनी ज्याजो चाहिँ न्याउ खट र थो 25 लाख रुपैयाँ चाहिँ मेन चाहिँ ठुसी थो देगो यो पुनर्निर्माण पुनर्निर्माण या अहिले थो गु छे खटो छे त चाहिँ 4-5 फिट लुनियंका पुलाउ स्वरूपे यंक्यौ छौ ठुकै योजना खसा अहिले ठुना प जोरे जो पार्टी ओ पार्टी त न सुलासा छिस थ्री द अठी या डिमोलिश या थ्री द आधा भड्कै या वो चाहिँ 25 लाख दुनियो योजना रूपमा चाहिँ ठुसी ठो आर्थिक वर्ष चाहिँ त्यहाँ ठो 4 महिना भित्रै ठो चाहिँ सम्पन्न या चाहिँ योजना थु छिचन ठो दत्तात्रेय मन्दिर चाहिँ देखियो लागि चाहिँ एक कुटो जाचो पुरातत्व विभाग नाप 2 वर्ष 1 करोड बजेट बिजनेस याला याव तर हरेक कारण बसाउनु ज्या स्टाल ला मुफ्त अर्थिया लिपतन मेयर साहब श्री बाबू महर्जन जी चाहिँ अन्ठन जिम्दा छाया मुटोले छायाका त मन्दिर छौ देखमाल दाइसो सहयोग यामल धैले जिम्सा जिउ सहयोग यार थाया ए अनुसार वेकन सुरी 20 लाख बजेट त बजेट ठन यानुले खतन एक कुटन समस्या त बोल ठुके मध्ये ठो मन्दिर दन्त छि पुरी त ठन वेकअप चाहिँ यको सहयोग यादो वेकअप न छे थ पाखा ढुल्ला वेकअप चाहिँ उ छे हटैना ठो मन्दिर बाल के लागि वेब चाहिँ एकदम का जो जिम चाहिँ हटैना बिरका वेकअप चाहिँ सहयोग ना वचन विषय चाहिँ मेयर साहब विशेष इन्ट्रेस्ट क्या ठुके डीपीआर देका चाहिँ ठो मन्दिर सुरु क 2072 सालको भुइँचालोपछि मन्दिरहरूको पुनर्निर्माण पार्टी हैन सम्पदा विश्व सम्पदामा रहेको मन्दिर पार्टी अध्यक्षहरू चाहिँ पुनर्निर्माण गर्दै आएको र हाल चाहिँ अहिले दत्तात्रेय मन्दिर जुन पाटनको चाहिँ हाम्रो वल्खुमा चाहिँ रहेको दत्तात्रेय मन्दिरको चाहिँ पुनर्निर्माणको क्रममा छौँ अहिले हामी अब यो मन्दिरको चाहिँ विशेषता भन्नुपर्दा चाहिँ यो चाहिँ प्यागोडा शैली दुई छाना छ र दुवै छानामा चाहिँ झिङ्गटी छ र माथि चाहिँ सुनले तामाको गजुर जुन चाहिँ सुनले विलम्ब गरेको गजुर छ अनि त्यसै गरी चाहिँ अब यसमा चाहिँ तोरणहरू जुन छ तोरण टुडालहरू र त्यो चाहिँ पुरानो हेर्दाखेरि चाहिँ लगभग तपाईको हेर्दाखेरि चाहिँ डेट चाहिँ पुरानो जुन कल्चर अथवा स्टाइलहरू चाहिँ तपाईको 16औं शताब्दी 17औं शताब्दीको छ अब बुकहरुमा चाहिँ लेखेको यहाँ शिलालेखमा लेखेको अनुसार चाहिँ डेट चाहिँ अलि फरक छ तर पनि यसको कलाहरू चाहिँ एकदम राम्रो छ र त्यसलाई हामीले प्रिजर्भ गर्न खोज्दै छौं र पुरानै शैलीमा चाहिँ हामीले बनाउन खोजिरहेका छौं अब यो चाहिँ माटोमै बनेको छ र हामीले त्यसरी नै माटोमै बनाउने र पुरानै इटाहरू दाचिएपा मापाहरू प्रयोग गरेर चाहिँ गर्ने हामीले प्लान गरिरहेका छौं र यसको कुल लागत चाहिँ अहिलेलाई चाहिँ हामीले गर्दै जाँदाखेरि चाहिँ अलि फरक होला तर अहिलेलाई चाहिँ हाल चाहिँ 25 लाख जस्तो चाहिँ अन्दाज गरेका छौं र त्यो भन्दा अलि कम पनि होला कि भन्ने जस्तो देखिन्छ अहिले हाललाई पुनर्निर्माण ज्या यागु नीति वंगु असार 1 गते क्षमा पूजा जुगुखा